आफ्नो पैसा खर्च गरेर लुगा सिल्ने, लुगा युनिफर्म बनाउनु पर्ने, जबकि सरकारले दिनुपर्ने हो हैन। आफ्नो पैसा खर्च गरेर ट्रिटमेन्ट गर्नुपर्ने, यो नभएर अब करिब धेरैलाई थाहा छैन होला, पुलिसले एउटा आन्तरिक तपाईको अध्ययन पनि गरेको छ कि तल्लो तहको अध्ययन गर्दाखेरि सिपाही हवलदारमा 60% सिपाही हवलदार ऋणमा छन्। त्यसको सामाजिक कारण छ, तलब कम मात्रै कारण होइन। त्यो फर्दर मैले पनि अध्ययन गरेँ, त्यो पछि मैले त्यो डाटा पाएँ, मैले धेरै कुराहरू छन् त्यहाँ त्यसले अध्ययन गरेको। त्यसले गर्दा हामीहरू ठ्याक्कै हेरेर मैले तपाईँलाई जोडेँ। अहिले अब पछिल्लो समय नेपाल प्रहरीबाट जागिर छोडेको सङ्ख्या पनि पहिलेको वर्षको तुलनामा बढिरहेको थियो। प्रमुख कारण हो अब के हो, दुई तीनवटा कारण छ। एउटा कारण चाहिँ ओभर ड्युटी, करिब 40% अरू पनि म भन्छु तपाईँलाई, धेरैजना उसमा ल्याएको कुराहरू 40% प्रहरी तपाईँको 12 घन्टाभन्दा बढी ड्युटी गरिरहेको छ। एउटा कारण। यदि तपाईँ 60% प्रहरी ऋणमा छन् भनेपछि त्यसले त्यो ऋण व्यवस्थापन गर्नको लागि काहीँ न काहीँ त्यसले ठाउँ त खोज्छ नि त, चाहियो पनि उसलाई छोराछोरी पढाउनु छ। एउटा के हुन्छ भने चाहिँ गाउँघरको मान्छे प्रहरीमा आउँछ, प्रहरीमा जागिर खान साथ के हुन्छ उसको सोसल स्टेटस परिवर्तित हुन्छ कि। एउटा मेरो गाउँका धेरैजना पुलिसमा, मेरो गाउँका पुलिसमा धेरै छन्, इन्सपेक्टरदेखि लिएर सिपाही हवलदार दर्जामा धेरै छन् होइन। अब त्यो गाउँको भनेर भएन नि, अब त पुलिसमा जागिर खायो, सरकारी कर्मचारी हो। पहिलो प्रेसर के हुन्छ, बोर्डिङमा पढाऊ बच्चा, मोबाइल किन राम्रो, मोटरसाइकल किन, एउटा सोसल गाडी किन होइन, मोटरसाइकल त किन्नु पऱ्यो नि त, एउटा इज्जत जोगाउनुको लागि पनि यी जम्मै थपिँदै जान्छ कि बिचरा। यो सामाजिक कारणले हाम्रो सामाजिक ऊ पनि छ नि, त्यसले गर्दाखेरि समस्या के भने 60% प्रहरी ऋणमा छन्। ऋणबाट जोगिनको लागि पनि के हुन्छ भने छिटो जागिर छोड्छन्। छिटो जागिर किन छोडिरहेछन् हामीले हेर्नुपर्ने कारणहरू धेरै छन्। प्रहरीले यसमा अध्ययन पनि गरेको छ। यो कुरा त हेरिदिनु पऱ्यो नि त, हेर्नुपर्ने कुराहरू त्यहाँ हामीले हेर्दैनौँ। खालि हामी बहसका विषय मात्रै भन्छ, बढी जागिर छोडे, पोहोर बढी जागिर छोडे, अलि बढी जागिर छोडे मात्रै कुरा गर्छ। कारण छैन यसका। यस्तो विभिन्न यस्तो घटनाको खास आकलन चाहिँ गरिँदैन। जुन 2324 घटना पनि सरकारले आकलन गरेन, तर आकलन गर्नु पर्थ्यो, गरेन होइन। अनि यस्तो अवस्थामा नेपाल प्रहरीको सङ्ख्यामा कमी हुन्छ कि सेनाको हुन्छ कि सशस्त्र प्रहरी कमी हुन्छ कि भन्ने कुरा पनि आकलन गरेको देखिँदैन। तर यस्तो ठुलो भिडभाडमा नेपाल प्रहरीको सङ्ख्या चाहिँ कतिको पर्याप्त हो? होइन, यो भन्न सक्नु तपाईँ, यो भन्न सक्नु हुँदैन तपाईँ। एउटा के हुन्छ भनेपछि तपाईँ त्यसरी मैले भने नि, कुनै पनि इन्भेस्टिगेसन गर्दाखेरि या कुनै पनि भिड नियन्त्रण गर्दाखेरि या कुनै पनि अपरेसन गर्दाखेरि तपाईँसँग सूचना हुन जरुरी छ कि। इन्फर्मेसन बेस भन्छौँ हामीहरू, इन्फर्मेसन बेस इन्भेस्टिगेसन, इन्फर्मेसन बेस यो राइट कन्ट्रोल भयो, इन्भेस्टिगेसन इन्फर्मेसन बेस अपरेसन भन्छौँ नि। तपाईँसँग सूचना छ भनेपछि मात्रै तपाईँले त्यसलाई नियन्त्रण गर्न सक्नुहुन्छ। तपाईँ अस्ति के भइदियो भनेपछि, जस्तै अब तपाईँले दुईवटा घटनाको इक्जाम्पल दिन्छु, तपाईँले बुझ्न सजिलो हुन्छ। तिनकुनेमा क्षति त भयो, तर पुलिसले नियन्त्रण गर्यो। किन गर्यो भनेपछि त्यसका नायक दुर्गाजी थिए। दुर्गाजी त 15 दिन पहिलादेखि भनिरहेको थियो उनले, हामीले के गर्ने भनेपछि नेताहरूलाई घर घरमा थुत्ने, पुलिस त थाहा पाइन्छ थुत्ने हुन् घर घरबाट, हामी संसदमा जाने, आगो लगाउने, के गर्ने उनले सब भनिरहेको थियो, उनले सूचना दिइरहेको थिए। र त्यो भएपछि के भयो भनेपछि प्रहरीलाई त्यो नियन्त्रण गर्न पनि के हद सजिलो भयो होइन। र तपाईँसँग सूचना भएपछि के हुन्छ, त्यही किसिमले तपाईँले इक्विपमेन्ट पनि युज गर्नुहुन्छ, त्यही किसिमले तपाईँले म्यान पावर पनि युज गर्नुहुन्छ। अब तपाईँले भिड नियन्त्रणको अस्तिको हामीले हेर्ने भनेपछि त त्यो दिनको आन्दोलनको स्वीकृति लिएको त युवाहरूले हो नि त। पुलिसले अनुमान के गर्यो, 1500 मात्रै आउलान्। 1500को तपाईँले अनुमान गर्नुभयो। तपाईँले सोच्नु भएन कि या 10,000 मान्छेहरू आउँछन्, ती मान्छे तिनकुनेबाट पनि आउँछन्, ती मान्छे के भन्छ बानेश्वरतिरबाट पनि आउँछन्, ती मान्छे अर्कोतिरबाट पनि आउँछन्, तपाईँले अनुमान गर्न सक्नुभयो नि। त्यसले गर्दा सबभन्दा ठुलो समस्या के भनेपछि सूचनाको हो नि त। त्यसले गर्दा जुन यो छानबिन गर्यो नि, छानबिनका सरकारले यी कुरा पनि हेर्नुपर्ने हुन्छ कि